हेलो एभ्रिवान, वेलकम टु रेमन्स ब्लग। आज चाहिँ वेदर एकदम राम्रो छ। अहिले चाहिँ युकेमा समर लागिरहेको छ। हामी चाहिँ आज घुम्नलाई लन्डन आइतिर जान लाग्यो। अब के हुन्छ बाँकी हजुरहरूलाई भन्नु होला। वेदर चाहिँ एकदम राम्रो थियो, हजुरले हेर्न सक्नुहुन्छ, सन्नी थियो। अनि हाम्रो यहाँ ट्रेन पनि आइसकेको छ। सो गाइस, हामी चाहिँ ट्रेनबाट झरिसकेको छ। हामी चाहिँ मोन्युमेन्टमा झरेको छौँ। अब त्यसपछि बाहिर निस्किँदैछौँ। गाइस, बच्चा भएर लिफ्ट नहुनुको पीडा हेर्नुहोस् न। अब यो ट्रलीलाई कसरी लाने होला त्यसहरूमा। लिफ्ट नहुँदाको पीडा गाइस चाहिँ हेर्नुहोस्। बच्चालाई बोक्नुपर्ने हुन्छ ट्रलीबाट निकालेर। गाइस, हामी चाहिँ यहाँ लन्डन आइपुगिसक्यो, हजुरहरूले हेर्न सक्नुहुन्छ। आज चाहिँ वेदर एकदम राम्रो। अनि यहाँनिर मेरो बुढा र मेरो छोरो पनि छ, यहाँ हेर्न सक्नुहुन्छ। बाबा गाइस, मेरो छोरो चाहिँ यहाँ छ होइन, यहाँ छ। आज चाहिँ वेदर राम्रो भएको कारणले गर्दाखेरि चाहिँ मान्छेहरूको भिड चाहिँ एकदम राम्रो छ होइन। विकेन्ड पनि भयो होला सायद। अनि त्यहाँ ग्राउन्डमा बसेर हामीले खायो होइन। अनि उही साथी हो जसलाई चाहिँ म भेट्नलाई मेन गएको थिएँ होइन। हामी चाहिँ 4 वर्षपछि भेट भएको। यहाँबाट निस्किँदैछ होइन। यहाँनिर बस्यो, खायो, साथीसँग पनि भेट्यो।